राम्रो खाले कविता सुनाउनु न। कविता होइन, म मुक्तक चाहिँ भन्छु है। एउटा मुक्त चाहिँ मलाई पहिल्यैदेखि आएको छ। त्यो मुक्तक चाहिँ शीर्षक चाहिँ छ के भन्छन् त्यो सरकारी जागिर भने कि सबैजना जागिर सरकारी भन्छन्, यताउति भन्छन् नि होइन। त्यसको बारेमा एउटा मुक्तक छ कि भाइ, सुन्ने हो? ल सुनाउनु त। ल, कहिले खाने जागिर सरकारी, कहिले खाने जागिर सरकारी, पिर लाग्छ यहाँ साथीभाइ भइसके कर्मचारी, पिर लाग्छ यहाँ। कहिले खाने जागिर सरकारी, पिर लाग्छ यहाँ साथीभाइ भइसके कर्मचारी, पिर लाग्छ यहाँ। दिनरात देखेकै हो सपना, गरेकै हो सङ्घर्ष, दिनरात देखेकै हो सपना, गरेकै हो सङ्घर्ष, तर भएन पुरा जिम्मेवारी, पिर लाग्छ यहाँ। कहिले खाने जागिर सरकारी, पिर लाग्छ यार साथीभाइ भइसके कर्मचारी, पिर लाग्छ यार। ल भाइ कस्तो लाग्यो? लाइक, सेयर, सब्सक्राइब गर्नु है। थ्याङ्क यू।